अनि गुड मर्निङ नमसेवल टु आज चाहिँ अब हाम्रो दिन दोस्रो रहेको छ आमा बिनाको ब्लग हैन किनभने चाहिँ अब चाहिँ हामी आमा बिरामीबाट हस्पिटल जानुभएको छ नि त अनि त्यही भएको भएर अनि म चाहिँ अब आज बन्दोबस्ती सहितको आज हाम्रो काम चाहिँ के हुन्छ भने बारीमा डल्ला ठोक्ने काम हुन्छ। यो फरुवा भयो छ्याङ यो छ्याङ लगिन्छ खाजामा अनि छ्याङसँग तु लग्दैछु सातु अनि त्यसपछि छ्याङ खानको लागि कप अनि हाम्रो झोला हो। यसमा चाहिँ हामीले मकै राख्ने गर्छौं। यी अब मकै रोप्न जाँदैछौँ हामी। यो चाहिँ रातो मकै हो, पहेँलो पनि हुन्छ हाम्रोतिर हुन चाहिँ। यो चाहिँ रातो मकै औषधि हुन्छ अरे, त्यही भएको भएर रोप्न लाग्यो छुट्टै। पहेँलो सेतो रातो हुन्छ अनि कालो पनि हुन्छ, तर यो चाहिँ रातो मकै औषधिको लागि रोप्न जाँदैछौँ बुवा र म। अब हामी अनि त्यसपछि जाँदैछौँ। अनि यो हाम्रो गोरु नारेर रेडी भयो, घाँस खाँदैछ। हलो जुवा यसरी लगाएको हुन्छ। अब हामी यो घाँस खाँदैछ गोरुले चाहिँ, अनि नारेर रेडी भएको छ। अब जोत्न जाँदैछौँ। यतै आउँछ। मकै रोप्न सुरु भइसक्यो हाम्रो चाहिँ। अब यो गरादेखि माथिल्लो गरासम्म आइज 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 केटा हो आइज। मेरो पछि पछि आउने हो। मेरो 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 कस्तो दामी धुलो के कता मेलो लाग्यो, कताबाट हो परेबाट हो। टुक्कु टुक्कु हाल्छु यहाँबाट। यो बारी सबै रोपिसक्यौँ, सबै बारी रोपिसक्यौँ, यता सबै रोपिसक्यौँ। अनि आज सिद्धिन्छ, लास्ट हो आज रोप्ने कार्यक्रम। बाँकी चाहिँ हिजो अस्ति आमाले रोपिसक्नु। यसरी झिक्नी अनि टक्कलाएर यसरी टुवाक टुवाक एक एक हातमा रोप्नुपर्छ। यो चाहिँ भोलि पर्सि गोड्ने हो। हजुर यसरी बुवाले जोत्ने, मैले रोप्ने। बोल त आज त ठिकै छेउ 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 दाजुभाइ जोतेर बसेको नि त्यहाँ। अनि यहाँ फिर्की गदाहरू मोएर छेउछेउ आउँछन्। अघि मकै खानु दिएको अनि एकछिन पक्ने तिल्केलाई मकै दिनु ल आइज। आइ मेरो हातै खायो झन्नै। ल खाँदैन क्या अर्कोले त, यसले मात्रै खाने हो। स्याबास जा अब भयो भयो जोत्न जा। अब हामी यति त्यो रोपिसक्छौँ, त्यसपछि वस्तु चलाउनु जान्छौँ अनि हाम्रो काम सकिन्छ। भगवान बुढी कि कोरे बुढीले यहाँ पर गोरुको छेउ पुग्नुपर्छ है। यसरी टक्क यहाँबाट यस्तो लिने, यसरी टप्प यहाँ लिने अनि यसरी स्पिडमा हान्ने हो। वाक 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 यसरी चाहिँ जाने सियो सियोमा परसम्म पुऱ्याउने। खासमा अब जाने
यहाँ पनि राम्रो आउँदो रहेछ पूर्व देखाएर छोडिने चलन छ अरे पकाइ केटा ल दाना डन हो नि त तारे गोरु पछिको अहिले पकाए लौरी देखेन यहाँ जुद्यो चाहिँ अब हाम्रो रोपाइ सक्यो पपकर्न चाल्यो